मेरो छोरी कपाल कोर्दैछिन् स्कुल जानलाई रेडी हुँदैछिन् रिसाकी पनि छिन् ए स्कुल जानु तिमी म झुकेको के स्कुल जानु नि तिमी झुकेको के साथीहरू हामी चाहिँ यहाँ जङ्गल जाने प्लान बनाइरहेको छौँ आज आमाको भत्ता आउने रे लु हाम्रो घरमा पार्टी हुने भयो हमारे डॉक्टर को आज सन्चो नहीं है बिरामी छ मेरो छोरी हेलो साथीहरू आज चाहिँ हामी जङ्गल जान लागिरहेको छौँ घाँस काट्नलाई हेलो बिहान चाहिँ मेरो छोरी दिदीको छोरी रिसाकी छ के भन्छ अरे मम्मीलाई जङ्गल जानु नदिन रिसाएर फायर भएर बसिरहेको छ अन्त छोरी हाम्रो अर्को मुनिले यहाँनिर पन्दा खाँदैछ हाम्रो घरकी रिसाउने मान्छे यिनी हुन् रिसाउँछिन् मम्मीले कसैलाई पनि नछुनु अरे हुन्छ नि अनि ला दिदी पनि आए हेलो गाइज भन्नु न भन्दिनौ हेलो साथीहरू ऊ चाहिँ मेरो छोरी हो रिसाइ गर्छिन् यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ के गर्नुहुन्छ छोरीलाई नास्ता बनाइदिँदैछु पास्ता यिनी चाहिँ हुन् माइली बहिनी मकै खाँदैछिन् हाम्री बहिनी हेलो एभ्रिवान यहाँ चाहिँ हाम्रो मेरो ठुलो मम्मी हुनुहुन्छ सौरभ के खाएको मलाई देऊ न होइन नि यो त गोमी हो गोमी के खाएको सानी के खाएको खै त नयाँ लुगा त देख्नै हुँदैन रहेछ हामी चाहिँ जङ्गलमा छौँ घाँसको भारी पुगिसक्यो लगभग यता दिदीले चाहिँ घाँसको भारी बाँध्दै हुनुहुन्छ बहिनीको दिदीको भारी तल छ सबभन्दा ठुलो भारी चाहिँ त्यही हो साथीहरू हामी घरतिर जानु लाग्यौँ